हेलो साथीहरू, वेलकम टु माई न्यू ब्लग। सबैजना सन्चै हुनुहुन्छ, हामी पनि सन्चै छौँ। आज हामी जाँदैछौँ खुर्कोट महिमाको लागि। आजको ब्लगमा चाहिँ म हजुरहरूसँग खुर्कोटको सिनहरू सेयर गर्छु। यहाँ हामी गाडी कुरेर बसेछौँ। बाटोमा पनि एकदमै चिसो थियो है, कुहिरो लाएर। हेर्नु त साथीहरू, एकदमै चिसो छ। यहाँ नानीले पनि मम्मु हजुरहरू मेरो पछि पछि आउनु, म हजुरहरूलाई बाटो देखाउँछु भनेर भनेको थिइनँ है। गाइस, यो हो हाम्रो खुर्कोट, नेपालको ब्युटी, डाँडाकाँडा। सो गाइस, यो हो हाम्रो खुर्कोट, ब्युटी अफ नेपाल। यहाँ मम्मीले मादल बजाउँदै हुनुहुन्छ, मैले पनि भजन गाउँदैछु। यहाँ सबैजनाले पनि भजन गाउँदै हुनुहुन्छ। अनि त्यसपछि मम्मीले थोरै वचनमा आफ्नो गाउँहरू पनि सेयर गर्नुभयो। यहाँ पनि भ्याइसकेको छ, अब हामी घर जान लागेको छौँ। हजुरलाई यो ब्लग मन परेको छ भने हजुरले लाइक, सेयर अनि सब्सक्राइब गरिदिनु होला। अब हामी नेक्स्ट ब्लगमा भेटौँला साथीहरू। थ्याङ्क यू फर वाचिङ। बाई बाई।